वेलकम वेलकम वेलकम। भिडियो चाहिँ धेरै पछि नै लिएर आएको छु। त्यस्तै भयो, अब भिडियो धेरै ल्याउन पाएन। अब त्यही पनि यो भिडियोमा चाहिँ मैले एउटै एपबाट 0 देखि 3 लाख पैसा चाहिँ निकालेको छु। यो फेरि मैले हजुरहरूलाई कुनै पनि फोर्स गरेको होइन कि मैले यति निकालेँ भनेर हजुरहरूले पनि निकाल्न सक्नुहुन्छ चाहिँ मैले भन्दिनँ। यो भिडियो चाहिँ मैले एउटा एपको रिभ्यू मात्र गर्ने, ओन्ली रिभ्यू हो, एजुकेसन पर्पजको लागि मात्र हो। मैले कसरी 3 लाख निकालेँ त्यो पनि विदाउट इन्भेस्टमेन्ट। भिडियो चाहिँ हेर्नु होला पुरै, त्यही नै भन्ने हो। र च्यानललाई चाहिँ सब्सक्राइब लाइक सबै चाहिँ गरिदिनु होला है त। ल अब मैले सुरु गर्न लागेको छु। जस्तै मैले 0बाट 3 लाख चाहिँ कसरी निकालेँ, डाउट त लाग्छ पक्कै पनि। 0बाट 3 लाख त्यो पनि बिना इन्भेस्ट सकिन्छ कि सकिँदैन है त। जस्तै मैले चाहिँ यो पुरै अनलाइनको मार्फत सोसियल मिडियाको प्लेटफर्मबाट मात्रै गरेको। हजुरहरूले सक्नुहुन्छ सक्नु हुँदैन त्यो हजुरको हातमा हुन्छ। तर मैले चाहिँ हजुरहरूलाई कुनै पनि फोर्स चाहिँ गर्दिनँ है। हजुरहरूले सक्नुहुन्छ भनेर चाहिँ मैले भन्न चाहिँ त्यो 100% चाहिँ ग्यारेन्टी दिन सक्दिनँ। तर के हो भने चाहिँ अब नेपालमा चाहिँ केही गर्छु अनलाइनबाट भन्नुहुन्छ भने अरू थुप्रै वेहरू छ। जस्तै यही गरेर गर्छु भन्न चाहिँ सक्नुहुन्न, तर अरू तरिकाबाट चाहिँ गर्न सक्नुहुन्छ। भिडियो चाहिँ एजुकेसन पर्पजको लागि हो, त्यही भएर एजुकेसनको तरिकाले मात्र लिदिनु होला है त, सिरियसली नलिनु होला। एपको रिभ्यू मात्र गरेको मैले, अरू केही होइन है। अब यहाँ चाहिँ 1 मिलियन बिन चाहिँ मलाई परेको छ है, क्यास आउट भनेर देखाएको छ। 1 मिलियन बिन चाहिँ छ यहाँ। बिन भनेको मैले कोइन नै भन्छु है, कोइन 1 मिलियन कोइन छ। अब यहाँ थिम चाहिँ अब यसलाई चाहिँ म विथड्र गर्नको लागि चाहिँ अब जस्तै यहाँ यति देखाएको छ, हेर्न सक्नुहुन्छ आफै पनि। अब यो चाहिँ एजुकेसन पर्पजको लागि हो, रिभ्यू हो, अब आफै बुझिदिनु होला। अब जस्तै यहाँ थिम आइसकेपछि यहाँ स्पिन गर्न मिल्छ। जस्तै यहाँ अब यहाँ के देखाएको छ, अब यसपछि चाहिँ यहाँ आइसकेको छु, म स्पिन गर्न लागेको छु। जस्तै यहाँ क्यास आउट भन्ने छ नि, यो स्पिन गर्दाखेरि यो क्यास आउटमा पऱ्यो भने चाहिँ पऱ्यो, नत्र भने चाहिँ हजुरको यो बिनहरू छ नि, यो बिनहरू चाहिँ पर्छ। अनि लगभग यहाँ थिम हेर्न सक्नुहुन्छ क्यास आउट स्क्वायरमा भनेको ठाउँमा चाहिँ मेरो नाम चाहिँ सुरुमै आइसकेको छ। अब एपको लिङ्क चाहिँ मैले कमेन्टमा र डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहीँबाट चेक गर्नुहोस्। अनि विड्रल ऱ्याङ्किङमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ थुप्रो मान्छे छन्। यो एप हजुरले चलाएपछि थाहा पाउनुहुन्छ कि यसले कति गरेछ, यसले कति गरेछ भन्ने कुरा सबै यो एपमा डिटेलमा देखाएको हुन्छ है। जस्तै म चाहिँ यहाँ 1 देखि 15सम्म छैन, अब तल सार्दै जान्छु। म चाहिँ यहाँ कति नम्बरमा छु, जस्तै यहाँ आएको छ 24 नम्बरमा आइएसएफएफ भनेर देखाएको छ, देख्न सक्नुहुन्छ। यो बिनहरू चाहिँ राम्रोसँग हेर्नु होला, मैले कति बिन छ त्यो मैले पुरै डिटेलमा देखाएको छु, हजुरले राम्रैसँग हेर्न सक्नुहुनेछ। आइएसएफएफ भनेर आएको छ, अनि त्यहाँ थिम चाहिँ बिनहरू देखाएको छ। जस्तै म क्यालकुलेटरमा गएर पनि हजुरलाई हान्नेछु। अब बिन चाहिँ आफै पनि क्यालकुलेट पनि गर्न सक्नुहुन्छ यदि हजुरहरूले यो एप चाहिँ युज गरिराख्नु भएको छ भने चाहिँ हजुरहरूलाई थाहा हुन्छ यसले कति गरेको रहेछ भन्ने कुरा चाहिँ हजुरले थाहा पाउनुहुन्छ। होइन चलाउनु भएको छैन भने चाहिँ मैले भनेको कुरा चाहिँ जस्तै मैले क्यालकुलेट गरेको चाहिँ हेर्न सक्नुहुन्छ है, ठ्याक्कै मिल्छ भन्न चाहिँ मैले भन्दिनँ। तर तलमाथि अलिअलि होला, तर लगभग त्यही नै हुन्छ मैले क्यालकुलेट गरे अनुसार। जस्तै 1 मिलियन छ, अब क्यास आउट भनेको छ। अब यहाँ थिम चाहिँ यहाँ पेमेन्ट मेथड गरेपछि अब यहाँ आइसकेको छु। बिन एमाउन्ट भनेको छ 100K बराबर चाहिँ यहाँ कति हुँदो रहेछ, 1480 हुँदो रहेछ। हेर्नु है, 1 लाख बिन बराबर 1480 हुँदो रहेछ है, हेर्नु होला मैले देखाएको छु नि। जस्तै मेरो चाहिँ कति बिन आएको थियो अघि उता, जस्तै अनि 1 मिलियन बराबर चाहिँ 14,800 चाहिँ हुँदो रहेछ है, मैले देखाएको अनुसार यही नै हो है। अब यहाँ चाहिँ सर्भिस फी काटेर यताउता गरेर चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ टोटल कति आउँछ देखाएको छ। अब सबमिटेड भइसकेपछि यहाँ थिम चाहिँ यति यति देखाएको छ, देख्न सक्नुहुनेछ। पैसाहरू चाहिँ यति यति देखाएको छ, अनि यो पेन्डिङमा भएको देखाएको छ, यो सक्सेस भएको देखाएको छ, यता सक्सेस देखाएको छ, अनि यता एमाउन्टहरू देखाएको छ। डेटहरू पनि हेर्नु होला है, पुरै डेटहरू पनि मैले देखाइदिएको छु। र यो भिडियो चाहिँ एजुकेसन पर्पजको लागि हो, मैले हजुरहरूलाई कुनै पनि फोर्स चाहिँ गरेको छैन, ओन्ली रिभ्यू है, रिभ्यूको लागि मात्र गरेको। अब जस्तै यति बिन थियो, जस्तै यतिलाई डिभाइड गरेर अब जस्तै 1 लाखमा डिभाइड गरेँ। अब यो चाहिँ कति आयो, यो पुरै डलरमा आयो है, यो पुरै डलरमा आयो। अब इन्टु कति 14 कति थियो, 1480 डलरमा भन्दा पनि त्यो कति आयो भन्दा त्यतिचोटि चाहिँ विथड्र गरेँ कि, त्यतिचोटि चाहिँ 187 चोटि चाहिँ मैले के गरेँ भन्दा 187 चोटि चाहिँ मैले यो 14 हो यति चाहिँ यतिचोटि चाहिँ मैले निकालेँ भन्ने चाहिँ हिसाब निस्किन्छ कि यहाँबाट। अब यति निकाल्दा चाहिँ कति भएछ, 2,77,056 भनेको 56 रुपियाँ, 2,77,056। अब यतिले मात्र भएन, मैले हजुरलाई थम्बनेलमा के भनेको थिएँ, 0 to 3 लाख भनेर चाहिँ देखाएको थिएँ है। त्यो चाहिँ मैले अब जस्तै अझै एक्स्ट्रा पनि देखाउँछु है। जस्तै अब यहाँ थिम आइसकेपछि यति थियो, एक यति यति थियो होइन,
यति भइसकेपछि चाहिँ यतापट्टि कति थियो त्यहाँ 18.7 मिलियन कति थियो है आफै हेर्नु होला है मैले चाहिँ अब मिस्टेक भयो होला माने मिस्टेक पनि हुनसक्छ अनि यहाँ चाहिँ एजेन्सी बोनस भनेर चाहिँ यहाँ थियो तलपट्टि 9.3 मिलियन माई कमिसन भनेर चाहिँ यहाँ देखाएको छ हेर्नु होला है राम्रोसँग हेर्नु होला जस्तै 9.3 मिलियन भनेर माई कमिसन देखाएको छ अब यो पनि त क्याल्कुलेट गर्नु पर्यो उताको छुट्टै यताको छुट्टै गरेर चाहिँ टोटलमा चाहिँ अब यो क्याल्कुलेट गर्नु पर्यो नि त जस्तै अब यताको 9.3 मिलियन भनेको चाहिँ अब मैले 9 मिलियनै राखिदिएँ पछाडिको 3 हटाइदिएँ गर्दाखेरि कति भयो 27 मिलियन 7,20,000 यति भयो है अब डिभाइड बाई कति गर्नु पर्यो 1 लाखको निकाल्दाखेरि यतिचोटि चाहिँ मैले 1480 निकालेँ भनेर चाहिँ यो त्यस्तो आएको है अब यसलाई चाहिँ इन्टु कति गर्नु पर्यो 1480 गर्नु पर्यो है जस्तै मैले चाहिँ यहाँ 1480 गरेँ है यति गरेँ ल ट्याक्स पनि काट्छ है ट्याक्स सर्भिस फी भनेर अहिले मैले देखाएको थिएँ नि त्यो काटेर गर्दाखेरि अब आफैले हेर्ने हिसाब मैले देखाइदिएँ नि र यदि हजुरहरूले एप चलाउनुहुन्छ भने चाहिँ हजुरहरूलाई थाहा हुन्छ है त्यो नचलाउनुलाई चाहिँ थाहा नहोला पनि अब यति देखाइसकेपछि थाहा भयो होला पनि अब मैले भनेको अनुसार चाहिँ मैले हजुरहरूलाई कुनै पनि फोर्स गरेको छैन कि मैले यो एपबाट यति गरेँ हजुरले गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले कुनै पनि फोर्स गरेको छैन हजुरहरूलाई यो ओन्ली एप रिभ्यू हो मैले रिभ्यू मात्र गरिदिएको हो कि मैले यसरी गरेको थिएँ भनेर चाहिँ मैले हजुरहरूलाई देखाउन मात्र खोजेको हो यो एजुकेसन पर्पजको लागि अथवा इन्टरटेनमेन्ट पर्पजको लागि भए पनि लेखिदिनु होला तर सिरियसली चाहिँ नलिनु होला है यो मैले सिरियसली हजुरलाई लिखेर योबाट गर्नु भनेर चाहिँ मैले नो आई एम नट फोर्सिङ यु के है त्यही नै हो अब के एपको बारेमा डिटेलमा जान्न मन छ भने मेरो च्यानलमा गएर पनि हेर्न सक्नुहुन्छ अरू भिडियो पनि मैले हालेको छु जस्तै यहाँ मैले योभन्दा अगाडि पनि मैले टिकटकमा पनि हालेको थिएँ मैले टिकटकमा हालेको एउटा क्लिप चाहिँ यहाँ राखिदिएँ जस्तै यहाँ चाहिँ कतिले भन्नुहुन्छ आफैले पेमेन्ट गरेको भन्नुहुन्छ अब त्यो पेमेन्ट कसैले नगरिकन कसैको खातामा पैसा त आउँदैन त्यही भएर चाहिँ अब मैले भन्न खोजेको के हो भने अब हजुरले सिरियसली नलिनु होला अब मैले भनेको कुरा पनि मैले फेक तरिकाले पनि मैले भनेको छैन कि मैले फ्याक्ट कुरा पनि मैले लगभग त्यही नै भनिदिएको छु जस्तो मैले देखेँ त्यही अनुसार मैले भनिदिएँ कि अब त्यही हो अब मैले एपबाट चाहिँ यो गरेँ उ गरेँ मैले गरेँ भन्दैमा हजुरले गर्नुहुन्छ त्यो गरेर हजुरले अन गर्नुहुन्छ मैले आई एम नट स्योर एबाउट द्याट 100% ग्यारेन्टी हुँदैन के त्यो अब कसैले घर बनाए भनेर मैले नि त्यत्रै घर बनाउँछु भनेर सोचेर हुन्छ हुँदैन नि तर गर्न सक्नु होला त्योभन्दा ठुलो घर बनाउन सक्नु होला मैले त्योभन्दा सानो बनाउन सक्नुहुन्छ पनि मैले भन्दिनँ तर के हुन्छ भने यसमा चाहिँ 100% स्योर चाहिँ हुँदैन के यसमा चाहिँ अब हजुरहरूले साइड बिजनेसहरू गर्न सक्नुहुन्छ अरू केही जान्नु भएको छ भने अनलाइनको मार्फतबाट थुप्रै वेहरू छ नि त बिजनेस आइडियाहरू अब के हुन्छ अब त्यो अनुसार चल्नुभयो भने त ठिकै हो अब जस्तै मैले यहाँ देखाएको अनुसार पनि देख्न सक्नुहुन्छ हजुरले भिडियो पनि हेर्नुभयो होला कसरी गरेको थियो कति मेहनत लाग्छ यो सबै कुरा चाहिँ यो भिडियोबाट देख्नुभयो होला अब त्यही नै हो अब भिडियोलाई चाहिँ सिरियसली नलिखिदिनु होला मैले चाहिँ ओन्ली रिभ्यू गरेको कसरी मैले गरेँ के गरेँ भनेर गरेको र हजुरहरूले चाहिँ गर्न मैले